हालै नेपाल सरकारले नयाँ बजेट लिएर आएको छ। नयाँ बजेटमा साइन्स एन्ड टेक्नोलोजी एआईको कुराहरू पनि गरिएछ। खुसी लाग्यो जे होस् नयाँ सरकारमा नयाँ कुराहरू प्रविधिको कुराहरू गरियो। त्यसको पछाडि सबैलाई थाहा छ हाम्रो महावीर पुन सर हुनुहुन्छ, धेरै पछाडिदेखि लाग्नुभयो, धेरै समयदेखि लाग्नुभएको छ, ठिक छ। तर मेन कुरा चाहिँ अहिले के छ भनेपछि जे कुराहरू पेपरमा भएको छ नि त्यो कुराहरू ग्राउन्ड लेभलमा पनि एकदम इम्प्लिमेन्ट हुनु पर्यो कि पहिला जस्तै होइन। पहिला चाहिँ भयो भने त कामै छैन कि ठुल्ठुलो कुराहरू गर्यो, गफ गर्यो। एज अ स्टार्टअप फाउन्डर मलाई पनि के लाग्छ भनेपछि जस मैले पनि सरकारसँग केही एटलिस्ट थोरै न थोरै हेल्प पाऊँ कि त्यो सबले भन्छ न स्टार्टअपको लागि यति छ, यस्तो छ, उता छ। एटलिस्ट सबसे पहिला त एउटा प्रोपर ठाउँ हुनु पर्यो जहाँ हामी गएर आफ्नो स्टार्टअप यो हो अनि हामीलाई यो कुराहरू चाहिएछ, एउटा प्रोपर इन्भाइरोमेन्ट बनाइदिनु पर्यो। म जस्तो धेरै मान्छेहरू लाग्छ, मैले अस्ति कमेन्टहरू पनि पढेँ, सर यो पहिला पनि पाइएको थिएन अहिले पनि पाइन्न भनेको एउटा भाइको कमेन्ट थियो कि मलाई कस्तो लाग्यो कि बिचराले पहिलादेखि पनि गरिरहेछ, लागिरहेछ कि। अनि मलाई नयाँ सरकारसँग एउटा निवेदन छ, रिक्वेस्ट छ, जे कुरा भन्नुभएको छ त्यो कुरा गर्नु होला। अनि त्यसको लागि पनि जस एउटा मान्छे पनि खटाउनु कि यो कुरा इम्प्लिमेन्ट भइरहेछ कि भइरहेको छैन कि यो हाम्रोमा एकदम कमी छ कि माथिबाट बजेट पास भयो तल गएर सक्यो, त्यो काम चाहिँ योपालि नहोस्।